साथीहरू, यो कथा काठमाडौँ शहरकी एक अत्यन्त धनी महिलाको हो, जसको पतिले उनलाई त्यो खुसी दिन सकिरहेका छैनन् जुन उनलाई चाहिएको छ। अनि यो कथा एक साधारण मजदुरको पनि हो। यो कथा तपाईलाई निकै मन पर्नेछ, त्यसैले यसलाई अन्त्यसम्म हेर्नुहोला। काठमाडौँकी सबैभन्दा धनी र सुन्दरी महिला जसको नाम प्रिया थापा हो। उमेर अहिले 36 वर्ष पुग्दै होला, तर उनको रूप यस्तो छ कि जोसुकैले उनलाई देखेर पाइला रोकुन्। यति सुन्दर कि 10 जना पुरुष उनलाई पाउनका लागि जे पनि गर्न तयार हुन्। उनको सफा वर्ण, सुडौल शरीर र अनुहार यति प्यारो कि मानव कुनै सपनाकी रानी। विवाह अघि प्रियाका धेरै सम्बन्ध बने र टुटे, किनभने उनले जे चाहन्थिन् त्यो कसैले दिन सकेनन्। मानिसहरू अब खुलेरै भन्न थालेका थिए, हेर यति धेरै पैसा भएर के फाइदा, यस स्वास्नी मान्छेको प्यास कहिले मेटिँदैन। कतिपयले त प्रियाको स्वभाव निकै जिद्दी भएको र जो उनको नजिक गयो ऊ हैरान हुने बताउँथे। कसैले उनलाई जादु गर्ने भन्थे त कसैले उनको मुस्कानले नै सबैलाई पागल बनाउँछ भन्थे। तर वास्तविकता यो थियो कि प्रियालाई सानैदेखि एउटा बानी थियो, जुन कुरा सजिलै पाइँदैन उनी त्यसको पछाडि यसरी लाग्थिन् कि त्यसलाई प्राप्त गरेरै छोड्थिन्। विवाह अघि उनका धेरै प्रेमीहरू थिए। धनी घरका केटाहरू, फिल्म स्टार जस्ता देखिनेहरू, विदेशी कम्पनीमा काम गर्नेहरू, सबै उनका एउटै इशारामा जे पनि गर्न तयार हुन्थे। तर प्रियालाई त्यो सन्तुष्टि मिल्दैनथ्यो जुन उनी खोजिरहेकी थिइन्। सबैले उनलाई महँगा उपहार दिन्थे, घुमाउँथे, तर कसैले पनि उनलाई त्यो साँचो खुसी दिन सकेनन्। त्यसैले उनले एक गर्दै सबै सम्बन्ध तोड्दै गइन्। मानिसहरू भन्थे यो आइमाई कहिल्यै खुसी हुन सक्दिन। त्यसपछि उनको विवाह विक्रम थापासँग भयो। विक्रम शहरका ठूला व्यापारी थिए। उमेर 45 को आसपास, तर सम्पत्ति यति धेरै कि गनेर साध्यै थिएन। विवाहपछि पनि प्रियाले त्यही एक्लोपन महसुस गरिरहिन्। विक्रम सधैँ आफ्नो कम्पनीको काममा व्यस्त रहन्थे, घर आउँदा फोनमा कुरा गर्थे र सुत्थे। मायाका लागि त्यहाँ कुनै ठाउँ थिएन। प्रियाले फेरि बाहिर खोजी सुरु गरिन्, त्यही कुरा जुन उनी पहिला गर्थिन्। धेरै मानिस आएर गए, तर मन फेरि पनि रित्तै रह्यो। एक दिन विक्रमले भने कि घरको अगाडिको बगैँचालाई नयाँ बनाउनु छ, पुराना पर्खालहरू भत्काएर नयाँ डिजाइनको बगैँचा र फोहोर फाउन्टेन लगाउनु छ। ठेकेदार आयो र मजदुरहरूको टोली खटियो। 12-13 जना मजदुर थिए, सबै स्थानीय र मेहनती। ती मध्ये एकजना थियो करण। उमेर 30 को आसपास, मध्यम उचाइ तर शरीर मजबुत र फिट, मानव जिममा घण्टौं मेहनत गरेको होस्। ऊ शहर बाहिरबाट आएको थियो, धेरै बोल्दैन थियो, मात्र आफ्नो काम गर्थ्यो, तर उसको मुस्कानमा एउटा बेग्लै निर्दोषपन थियो। प्रिया त्यस दिन घरको झ्यालबाट हेरिरहेकी थिइन्, हल्का पहिरन लगाएकी, कपाल बाँधेकी। तल मजदुरहरू इटा र ढुङ्गा मिलाइरहेका थिए। अचानक उनको नजर करणमा पर्यो। करणले टी सर्ट माथि सारेको थियो, घाममा काम गरिरहेको थियो। उसको मेहनत प्रष्ट देखिन्थ्यो। प्रियाले नसोचिकन मुस्कुराहट दिइन्, केही बेर हेरिरहिन्, त्यसपछि भित्र गइन्, तर मन भने त्यतै अल्झिरह्यो। साँझ उनी आफै बाहिर निस्किन्, मजदुरहरूका लागि चिसो पानी र बिस्कुट पठाइन्। सबैले लिए। करणले आँखा निहुराएर धन्यवाद भन्यो। उसको आवाज गहिरो तर मिठो थियो। प्रियाले हल्का स्वरमा भनिन्, यति घाममा काम गर्न गाह्रो हुन्छ होला है, अलिअलि ब्रेक लिने गर। करणले टाउको झुकाएर भन्यो, म्याडम काम समयमै सक्नुपर्छ, नत्र ठेकेदारले गाली गर्नुहुन्छ। प्रियालाई उसको यो सरल कुरा मन पर्यो। भोलिपल्ट फेरि उनले चिसो पानी पठाइन्, यसपालि आफै लिएर गइन्। करणले फेरि धन्यवाद भन्यो। प्रियाले सोधिन्, तिम्रो नाम के हो? करणले भन्यो, करण म्याडम। प्रियाले भनिन्, शहर बाहिरबाट आएका हौ? करणले टाउको हल्लाएर हो भन्यो। बिस्तारै बिस्तारै उनीहरू बीच कुराकानी बढ्यो। प्रिया दिन हौ कुनै न कुनै बहाना बनाएर बाहिर आउँथिन्, कहिले फलफूल, कहिले स्यान्डविच त कहिले चिहा लिएर। अरू मजदुर जिस्केन्थे, तर करण मात्र आवश्यक कुरा गर्थ्यो। प्रियालाई लाग्यो कि यो केटो साँचो छ, देखावटी गर्दैन। सायद यो त्यही पुरुष हो जसलाई उनी खोजिरहेकी थिइन्। एक दिन प्रियाले सोधिन्, करण तिम्रो परिवार छ? करणले मुस्कुराउँदै भन्यो, छैन म्याडम, अहिलेसम्म विवाह गरेको छैन। घरमा बहिनी र वृद्ध बुबा हुनुहुन्छ। पहिले उहाँहरूको ख्याल राख्छु, त्यसपछि सोचौँला। प्रियालाई उसको यो कुराले मन छोयो। उनले कसैलाई पनि यति जिम्मेवार देखेकी थिइनन्। विक्रम त कहिल्यै आफ्नो परिवारको वास्ता पनि गर्दैनथे।
काम चल्दै रह्यो। एक दिन दिउँसो कडा घाम थियो। सबै मजदुर रुख मुनि बसिरहेका थिए। प्रिया यसपालि घरमै बनाएको आइस टी लिएर आइन् र करणलाई दिइन्। करणले ग्लास लिँदा उसको औँला प्रियाको औँलासँग छोयो। प्रियाको मनमा एउटा अनौठो हलचल भयो। करणले छिट्टै पियो र धन्यवाद भन्यो, तर प्रियाको नजर उही अड्डिरह्यो। राति प्रिया आफ्नो बेडरुममा एक्लै सुतिरहेकी थिइन्। विक्रम बाहिर कुनै पार्टीमा थिए, भन्थे बिजनेस मिटिङ छ। प्रियाको मन भने करणतर्फ गइरहेको थियो। उनलाई लाग्यो कि सायद यही त्यो व्यक्ति हो जसले उनलाई त्यो खुसी दिन सक्छ जुन उनले कहिल्यै पाइनन्। तर उनले आफैलाई रोक्न पनि खोज्थिन्। ऊ एउटा मजदुर हो, साधारण केटो, हामीबीच के मेल होला र? तैपनि उनलाई निन्द्रा लागेन। भोलिपल्ट कामको क्रममा करणको खुट्टामा चोट लाग्यो। ऊ भुइँमा बस्यो। प्रियाले घरबाटै देखिरहेकी थिइन्। उनी तुरुन्तै बाहिर आइन्। अरू मजदुरले भने, म्याडम, करणको खुट्टा मर्कियो। प्रियाले भनिन्, उसलाई भित्र ल्याऊ। करणलाई सहारा दिएर भित्र कुर्सीसम्म पुर्याइन्। प्रियाले आफै स्प्रे ल्याएर उसको खुट्टामा लगाइदिइन्। करण लजाइरहेको थियो। उसले भन्यो, म्याडम, म ठिक छु, तपाईँ किन चिन्ता गर्नुहुन्छ? प्रियाले मधुर स्वरमा भनिन्, चुप लाग, दुखाइ बढ्छ। उनको हात करणको खुट्टामा थियो। करण केही बोलेन। प्रियाको अनुहार उसको नजिकै थियो र एक क्षणका लागि नजर जुध्यो। करणले आँखा हटायो। प्रियाको मनमा उथलपुथल भइरहेको थियो। उनलाई लाग्यो कि यो केटो साँच्चै फरक छ। त्यसपछि प्रियाको बाहिर आउने क्रम अझ बढ्यो। उनी करणसँग उसको घरका कुरा, बुबा र बहिनीका बारेमा सोध्थिन्। करणले निकै आदरका साथ जवाफ दिन्थ्यो। एक दिन प्रियाले भनिन्, करण, तिमी कहिले दुखी हुँदैनौ? करणले हाँस्दै भन्यो, म्याडम, दुख गरेर के पाइन्छ र? जे भयो सो भयो, अगाडि हेर्नुपर्छ। प्रियालाई उसको यो सोच निकै राम्रो लाग्यो। उनले पहिलो पटक कसैलाई यति सकारात्मक देखिन्। एक साँझ काम सकिएपछि सबै मजदुर गए। करण रोकियो किनभने उसको सामान छुटेको थियो। प्रिया घरमा एक्लै थिइन्। उनले करणलाई बोलाइन् र भनिन्, करण, आज मसँग डिनर गर। करणले अस्वीकार गर्यो, होइन म्याडम, म फोहोर छु, कामले थकेको छु। प्रियाले भनिन्, केही छैन, पहिले फ्रेस हौ, मेरो स्वामीको टी सर्ट र प्यान्ट छ, त्यही लगाऊ। करण निकै हिचकिचाइरहेको थियो, तर प्रियाले कर गरेर बाथरुम पठाइन्। जब करण फ्रेस भएर निस्कियो, ती लुगाहरू उसलाई यति सुहाएका थिए कि मानौ कुनै स्मार्ट युवक होस्। प्रिया उसलाई हेरेको हेरै भइरहिन्। दुवैजना टेबलमा बसे। प्रियाले आफै खाना पस्किन्। करण खाइरहेको थियो तर डराइरहेको थियो। प्रियाले सोधिन्, किन डराइरहेको छौ? करणले भन्यो, म्याडम, म पहिलो पटक यस्तो विलासी घरमा कसैसँग डिनर गर्दैछु। प्रियाका आँखा रसाए। उनले भनिन्, करण, तिमी निकै असल मान्छे हौ। करणले टाउको झुकायो। रातिको 11 बजिसकेको थियो। करण जान लागेको थियो। प्रियाले भनिन्, यति राति कहाँ जान्छौ? आज यही बस, छुट्टै कोठामा सुत। करणले धेरै नाइ भन्यो, तर प्रिया मानिनन्। उसलाई कोठामा सुताइन् र आफै आफ्नो कोठामा गइन्, तर निन्द्रा परेन। उनी सोचिरहेकी थिइन् कि यो केटो त्यही हो जसलाई उनी वर्षौंदेखि खोजिरहेकी थिइन्। त्यस राति प्रिया ओछ्यानमा यताउति गरिरहिन्। तलको कोठामा करण सुतिरहेको थियो। घरमा सन्नाटा थियो, मात्र एसीको आवाज आइरहेको थियो। प्रियालाई लाग्यो मानौ वर्षौपछि उनको घरमा कोही आफ्नो मान्छेले सास फेरिरहेको छ। उनी उठिन्, कपाल मिलाउँदै बिस्तारै तल गइन्। कोठाको ढोका अलिकति खुल्लै थियो। भित्र बत्ती बलिरहेको थियो। करण सुतिरहेको थियो। उसको ढाडमा मेहनतका निशानहरू देखिन्थे। प्रिया ढोकामा उभिएर उसलाई हेरिरहिन्। मनमनै भनिन्, सायद यही त्यो व्यक्ति हो जसको म प्रतीक्षा गरिरहेकी थिएँ। बिहान भयो। करण चाँडै उठेर काम सुरु गर्यो। प्रिया बाहिर आउँदा ऊ पहिले नै बगैँचा सफा गरिरहेको थियो। प्रियाले मुस्कुराउँदै भनिन्, करण, आज आराम गर, हिजो राति अवेर सुतेका थियो। करणले टाउको हल्लायो, होइन म्याडम, काम बाँकी छ, ठेकेदार रिसाउनुहुन्छ। प्रियाले हाँस्दै भनिन्, यहाँको मालिकनी म हुँ, आज मेरो कुरा सुन। करण चुप लाग्यो र सामान राखिदियो। प्रियाले उसलाई कौसीमा लिएर गइन्। त्यहाँ उनले कफी बनाइन् र दुवैले सँगै बसेर पिए। पहिलो पटक करणले खुलेर कुरा गर्यो। उसले भन्यो कि उसको घरमा गरिबी छ, बुबा बिरामी हुनुहुन्छ, बहिनीको पढाइको खर्च छ। प्रिया सुनेर भावुक भइन्। उनले उसको हात समातिन् र बिस्तारै भनिन्, सबै ठिक हुनेछ करण, म तिम्रो साथमा छु। करणले हात हटाउने कोसिस गर्यो, तर प्रियाले समातिरहिन्। त्यस दिनदेखि दुवै बीच एउटा खास सम्बन्ध बन्यो। अब प्रिया दिनहुँ करणलाई छुट्टै बोलाउँथिन्, कहिले कौसीमा, कहिले बैठक कोठामा त कहिले लाइब्रेरीमा।
करणलाई सङ्गीत मन पर्थ्यो। प्रियाले उसका लागि पुराना गीतहरू बजाइदिन्थिन्। करण बिस्तारै खुल्न थाल्यो। साँझ अरू मजदुर जाँदा करण रोकिन्थ्यो। दुवै सँगै बस्थे, कफी पिउँथे, कुरा गर्थे। प्रियालाई लाग्न थाल्यो कि यही त्यो शान्ति हो जुन उनी चाहन्थिन्। करणले कहिल्यै केही माग्दैनथ्यो, मात्र सुन्थ्यो, मुस्कुराउँथ्यो र जब प्रिया दुखी हुन्थिन् ऊ चुपचाप साथ दिन्थ्यो। एक साँझ प्रिया निकै दुखी थिइन्। विक्रमले फोनमा झगडा गरेका थिए कि उनी अरू नै कुनै महिलासँग भ्रमणमा जाँदैछन्। प्रिया कौसीमा एक्लै बसिरहेकी थिइन्। करण आयो र भन्यो, म्याडम तपाईँ चिन्तित देखिनुहुन्छ। प्रियाले आँसु पुछ्दै भनिन्, केही होइन त्यसै। करण उनी नजिकै बस्यो। उसले आफ्नो रुमाल निकाल्यो, साधारण तर सफा। प्रियाले त्यो लिइन् र रुन थालिन्। करणले बिस्तारै उनको हात थाम्यो। प्रियाले वर्षौंपछि कसैको यस्तो साथ महसुस गरिन्। उनी धेरै बेरसम्म रोइरहिन्। करण केही बोलेन, मात्र साथमा बसिरह्यो। त्यस रात प्रियाले फैसला गरिन् कि उनी यस मानिस बिना रहन सक्दिनन्। अब काम सकिन लागेको थियो, मात्र पेन्टिङ बाँकी थियो। प्रियालाई डर लाग्न थाल्यो कि करण गयो भने के होला। उनले एक दिन करणसँग भनिन्, करण काम सकिएपछि तिमी कहाँ जान्छौ? करणले भन्यो, जहाँ जागिर पाइन्छ म्याडम त्यही। प्रियाले लामो सास फेरिन् र भनिन्, म सँगै बस, यहाँ माली बन, सहयोगी बन, जे चाहन्छौ त्यही बन। करणले हाँस्दै भन्यो, म्याडम म तपाईँको कर्मचारी हुँ, तपाईँ मालिक, म यति धेरै अगाडि बढ्न सक्दिनँ। प्रियाले उसको हात समातेर भनिन्, तिमी मेरो लागि मात्र कर्मचारी होइनौ करण, तिमी मेरो सबैभन्दा नजिकको मान्छे हौ। करण चुप लाग्यो। उसको आँखामा पनि भावहरू थिए, तर ऊ केही बोलेन। यता विक्रमलाई शङ्का भइसकेको थियो। उनी कहिलेकाहीँ घर आउँदा प्रियालाई सधैँ मुस्कुराइरहेको देख्थे। एक दिन उनले कर्मचारीहरूसँग सोधे त थाहा भयो कि म्याडम त्यस मजदुरसँग घण्टौँ कुरा गर्छिन्। विक्रम रिसले चुर भए। उनले प्रियालाई फोन गरे र भने, सुनेको छु तिम्रो नयाँ सोख छ रे, मजदुरसँग रोमान्स? गजब छ प्रिया, तिमीले आफ्नो स्तर नै गिराइदियौ। प्रियाले पहिलो पटक ठूलो स्वरमा जवाफ दिइन्, हो छ त के गर्छौ, तिमी त कहिल्यै घरमा बसेनौ, तिमीलाई त तिम्री गर्लफ्रेन्डबाट फुर्सदै छैन। विक्रम हाँसेर भने, गर जे गर्नु छ, मलाई कुनै वास्ता छैन। यो सुनेर प्रियालाई निकै चोट पुग्यो। उनले बुझिन् कि विक्रमलाई उनीसँग कहिल्यै लगाव थिएन। उनी त मात्र एउटा सोपिस चाहन्थिन् जसले उनको प्रतिष्ठा बढाओस्। अब प्रियाले मन बनाइन्। उनले आफ्नो वकिललाई बोलाइन् र सम्बन्ध विच्छेदको कागज तयार पारिन्। विक्रमलाई पठाइन् त उनले तुरुन्तै हस्ताक्षर गरिदिए। उनले भने, जे लिनु छ ल्याऊ, मलाई मेरो स्वतन्त्रता चाहिन्छ। अब मात्र एउटा काम बाँकी थियो, करणलाई बताउनु। एक साँझ प्रियाले करणलाई कौसीमा बोलाइन्। उनले साधारण कुर्ती लगाएकी थिइन्, कुनै मेकअप थिएन। करण आयो त उनलाई देखेर टक्क अडियो। उसले भन्यो, म्याडम तपाईँ आज अर्कै देखिनु भएको छ। प्रियाले मुस्कुराएर भनिन्, करण म आजदेखि म्याडम होइन, मात्र प्रिया हुँ। करणले बुझ्न सकेन। प्रियाले सबै कुरा बताइन्। सम्बन्ध विच्छेद भयो, विक्रम गए। अब यो घर र पैसा सबै उनको हो। त्यसपछि उनले करणको हात समातेर भनिन्, करण म बिना बाँच्न सक्दिनँ, तिमी मसँग आऊ, हामी कतै नयाँ ठाउँमा बसौँ। तिम्रो बुबा र बहिनीलाई पनि ल्याऊ, बहिनीको पढाइ म पुरा गराउँछु, बस तिमी मलाई आफ्नो मानिदेऊ। करणका आँखा भरिए। उसले भन्यो, प्रिया म एक साधारण मजदुर हुँ, तिमी जस्तो उच्च वर्गकी महिलाको योग्य छैन, दुनियाँले के भन्ला? प्रियाले भनिन्, दुनियाँले पहिले पनि धेरै भनेको छ, अब मलाई मात्र तिम्रो खुसी चाहिन्छ। करण चुप लाग्यो। त्यसपछि उसले प्रियालाई अङ्गालो हाल्यो। पहिलो पटक प्रियाको सारा खोजी त्यस क्षण पूरा भयो। 4 दिनपछि दुवैजना करणको घर पुगे। करणका बुबा र बहिनी रोए। उनीहरूलाई विश्वासै भइरहेको थिएन कि उनीहरूको छोराले यति ठूली महिलालाई घर ल्याएको छ। प्रियाले उनीहरूको खुट्टा ढोगिन् र सबैलाई अङ्गालो हालिन्। उनले सहरको छेउमा एउटा सानो घर बनाइन्, बाहिरबाट साधारण तर भित्रबाट आरामदायक। करणले काम छोडेन, तर अब ऊ आफ्नो सानो बगैँचा व्यवसाय चलाउँथ्यो। प्रिया उसँगै हर ठाउँमा जान्थिन्। मानिसहरू पहिले अचम्म परे, तर पछि स्वीकार गरे। 2 वर्षपछि करण र प्रियाको साधारण विवाह भयो, मात्र परिवार र छिमेकीहरू। प्रियाले रातो साडी लगाएकी थिइन्, सिन्दूर लगाएकी थिइन्। करणले पहिलो पटक फर्मल सर्ट लगाएको थियो। विवाहपछि प्रियाले करणसँग भनिन्, करण तिमीले मलाई त्यो खुसी दियौ जुन कसैले दिएन, साँचो साथ। त्यो साथी जसले उसको हरेक कुरा बुझोस्, उसको चिन्ता गरोस् र उसलाई लागोस् कि कोही उसको आफ्नो छ। करणले हाँस्दै भन्यो, अनि तिमीले मलाई त्यो दियौ जुन कहिल्यै सोचेको थिएन, एउटा पूरा परिवार, एउटा आफ्नो घर। आज 8 वर्षपछि पनि दुवै सँगै छन्।
शहरमा एउटा सानो पुस्तकालय खोलेका छन् जहाँ गरिब बच्चाहरूलाई किताब र पढाइ निशुल्क मिल्छ। करणकी बहिनीको पढाइ पूरा भयो, बुबा स्वस्थ हुनुहुन्छ र प्रिया उनी अझै पनि त्यति नै आकर्षक छिन्। तर अब उनको आँखामा त्यो पुरानो एक्लोपन छैन। अब उनको आँखामा मात्र करण छ। मानिसहरू अब भन्छन् ती जो शहरको सबैभन्दा चर्चित महिला थिइन् नि आज सबैभन्दा खुसी महिला छिन्। त साथीहरू, यो थियो प्रिया र करणको मन छुने कथा। एक धनी महिला जो बाहिरबाट सबै कुरा भए तापनि भित्रबाट रित्तो थिइन् र एक साधारण मजदुर जो मेहनत र सत्यताले भरिएको थियो। अन्त्यमा दुवैलाई त्यो शान्ति पाए जुन उनीहरू वर्षौंदेखि खोजिरहेका थिए। साथीहरू, यस कथाबाट हामीले 3 ठूला पाठ सिक्न सक्छौं। पैसा र प्रसिद्धि नै सबै कुरा होइनन्। साँचो खुसी, साँचो सम्बन्ध र मनको शान्तिमा लुकेको हुन्छ। कहिल्यै कसैलाई उसको लुगा, जागिर वा पृष्ठभूमिका आधारमा मूल्याङ्कन नगरौं। करण एक मजदुर थियो तर उसको मन सुनभन्दा पनि मूल्यवान थियो। यदि जीवनमा केही गलत भइरहेको छ भने हिम्मत गरेर परिवर्तन ल्याउनुहोस्। प्रियाले पुरानो जीवन छोडेर नयाँ सुरुवात गरिन् र आज उनी खुसी छिन्। साथीहरू, यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया यो भिडियोलाई लाइक गरिदिनुहोला र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भेटौँला अर्को कथामा। तबसम्म आफ्नो ख्याल राख्नुहोस्। बाई बाई।